गुड मर्निङ गाइज, म तपाईँहरूकै साथी सुरेश अनि मेरो भ्लगमा सबैलाई स्वागत छ। यो मेरो फर्स्ट भ्लग हो होइन। मलाई भ्लग बनाउन पनि त्यति आउँदैन, मलाई जस्तो आउँछ त्यस्तै बनाइदिन्छु। अनि आज चाहिँ म तपाईँहरूलाई स्पाइसी नुडल्स रामेन चाउचाउ खाएको बनाएर खानाहरू चाहिँ त्यही देखाउँदैछु। सबैले मेरो मेरो मलाई माया गरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब पनि गरिदिनु होला है। थ्याङ्क यू। मेरो पानी उम्लिन आँट्यो। त्यसमा चाहिँ यता चाउचाउमा यता डल्लै जान्छ। पानी फाइनल उम्लिन आँट्यो। अब धेरै खान सक्दैन, अत्याधिक पिरो हुने गर्छ। म चाहिँ यसरी बनाएर खान्छु, तपाईँहरू कसरी बनाएर खानुहुन्छ मलाई थाहा छैन। फाइनल्ली यो पनि उम्लियो। अब यस्तो पिरो चटपट झटपट हुन्छ, खतरा भएर उम्लियो। उम्लिँदैछ, फाइनल्ली उम्लियो, पाक्दैछ। म चाहिँ यसरी यस्तो बोइल गर्छु, बोइल गरेर निकालेर प्लेटमा राख्ने हो। यस्तो नभए यसको पानी फालिदिने हो, यही सबै मसलाहरू हाल्ने हो, खोर्सानी मसला सबै यही फिट्ने हो, अनि गमको गम खाने हो। यस्तै गरेर पकाउँछु म चाहिँ। तपाईँहरू कसरी पकाउनुहुन्छ थाहा छैन, म चाहिँ यसरी नै बनाउँछु होइन। यसरी छिटो पनि हुन्छ, मिठो पनि हुन्छ। अब पाक्न लाग्यो, पाक्दैछ, एकछिनमा झट्टै पाकिहाल्छ। मेरो यहाँ रेडी भयो। यसमा चाहिँ म यसको मसला राख्छु। यसमा धेरै चाहिँ हाल्नु हुँदैन, मसला मैले ठिक्क मात्रै राख्छु, किनभने धेरै पिरो हुन्छ। धेरै पिरो भने खान पनि सकिँदैन, ठहरै मरिन्छ। धेरै पिरो खायो भने पिन पोलेर मान्छे खुत्रुक्कै हुन्छ, मरिन्छ। अनि यो यसको मसला अर्को पनि राखिदिएँ। यो चाहिँ धेरै राख्दा पनि हुन्छ, र पनि धेरै नहाल्ने, किनभने धेरै पिरो भयो भने त मान्छे ला सबै झऱ्यो, अब म मर्ने भएँ। फेरि यसको यो लिक्विडवाला पनि हाल्छु, किनभने त यसको पुरै पिरो हालिदिने। यो पनि अब यसले पनि मार्छ, यसले त नि झन् टोइलेट पनि जानु नसक्ने अवस्था हुन्छ यस्तो। अब मैले सबै मिक्स गरिदिएँ गाइस, यसमै सजिलो हुन्छ बनाउन यसमा। अनि पुरै मिक्स गरिदिन्छु। त्यहाँबाट अब चाउचाउ रेडी भयो, रामेन चाउचाउ। यसमा हल्का नुन लगाइदिन्छु होइन। यसमा हल्का नुन लगाइदिएपछि ठिक भइहाल्छ, अनि चाउचाउ खानालाई रेडी भयो। एकदम चाहिँ कडै हालिदिनुपर्छ, किनभने यो धेरै पिरो हुन्छ। फाइनली अब चाहिँ रेडी भयो। मेरो चाउचाउ रेडी भयो। अब म खाना स्टार्ट गर्छु है। हेर्नु मैले सर्भ पनि गरेँ, सर्भ गरेर अब खानै स्टार्ट गर्छु। फाइनल्ली म अब खाना थालेँ होइन। कस्तो पिरो हुन्छ नि, यो मार्छ मान्छेलाई कि, अन्त ठहरै पार्छ। माइ गड, प्लास्टिक पिरो भएछ। यस्तो खतरा खायो भने त चाहिँ बाथरुम नगए पनि हुन्छ कि, त्यस्तो खतरा हुन्छ। खाएर तपाईँहरू पनि यसरी पनि बनाएर खानु, एकदम मिठो पनि हुन्छ हो, मजा पनि हुन्छ, रमाइलो पनि हुन्छ। मिठो पनि बनाउनुपर्छ होइन। सबैजनाले बनाउनुहुन्छ त, हामी पनि के कम। लास्टै पिरो हुँदैन यार, मैले धेरै हालेँ। यसको मसलाहरू धेरै हाल्नु हुँदैन कि, अहिले त ठहरै खसी बनाउँछ नि मान्छेलाई त।
आम्बो कस्तो पिरो हट मरे पानी खाने बेला भयो कि लास्टी पिरो भयो कि अति धेरै पिरो भयो खानै सक्ने पर्छ साह्रै पिरो भयो अब भुइँ पोलेर मरिन्छ कि यस्तो खाएछ म धेरै खान पनि सक्दिनँ त सबैजना धेरै खाना देखाउनु चाहिँ हामी सकिँदैन सबै हाल्यो भने त सबै हाल्यो भने त मरिन्छ पो त्यसमा त्यस्तो पिरो हुने रहेछ लास्टै मिठो छ मिठो भयो रमाइलो पनि भयो मिठो पनि भयो मैले फाइनली खाइसकेँ गाई चाहिँ होइन अब भोलि म फेरि अर्को भिडियो लिएर आउँछु कुकिङ रेसिपी नभए केहीको नभए कतै गएको घुमेको के लिएर आउँछु सबैजनाले हेरेर माया गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला र तपाईँले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला थ्याङ्क यू बाई बाई एक्रियमान सबैजनाको जय होस्